तपाईँ देखिनु भएको छैन उहाँहरू सबैलाई यो नाटक भन्दा सरी यो म दान गरे नाटक यो आजको यो समय उहाँहरूलाई समर्पण गर्न चाहन्छु सबै आइदिनु म एकदम धन्यवाद तर त्यो रुख कहाँ छ कसैलाई पत्तो छैन भन्छन् त्यो रुख त्यही कल्प वृक्ष हो भाइ कलेजमा गएर आएछ भाइ कलेजमै गएर आएछ कि उसलाई त भनेको थिएँ मैले कुरा गरेँ सारले नि अघि बिहानै 10 बजे फोन गरेको टाइम सोधेको थिएँ कता गए अधिवता भइसकेको आज हो नि पहिलो भेट अधिवता भइसकेको हेलो कहाँ हो एनसी त्यहाँबाट कता भन्छौ त्यहाँ भन्छौ आएको फिल्म पानी सकिसक्यो आऊ हेर नवीन भट्टराई अहिले पछि कुरा मेरो वकिलहरूको छुट्टै छ फेरि पर्सनली फोन गरेको थियो कता जान हतार गएर अनि भ्याइएन अब अर्को चाहिँ टिकट काट्ने गरी आउँछ भन्छ कहाँ कहाँ हुने होला सक्यो अहिले गइसक्यो तिमी त कहाँ बाहिरको लोकेसनमा हुन्छौ धेरै आज कसरी युरोप टुर हेलो दिवस पौडेल त नभए पनि तेरो लागि मैले भिडियो बनाउँदैछु सन्तोष दाइ हेलो दिवस पौडेल भने क्या त नभए पनि हामी आइसक्यौँ दिवस पौडेललाई एउटा सन्देश दिनु त दिवस पौडेल आई मिस यु मेरो भाइ सब हाम्रै फिल्म हेर्न आउने थियो झ्याप्पो बढ्यो देखाइदियो त्यही त किन के सोधे जाने हजुर बोल्ने म त बोल्दिनँ केटा यहाँ छ ल है साथीहरू मिर बानेश्वरबाट के छ हप्ताभर यहाँ चाहिँ दिग्गज ल बनाइसक्यो यहाँ चाहिँ दिग्गज मान्छेहरू अगाडि हाम्रो इन्टरनेसनल अडियन्स सुभाष त निस्क्यो भन्यो हतार भयो पानीले गर्दा देखिन्छ ठिक छ टाउको सेकिन्छ ल ए हो त्यो पनि हो पछाडि खै त मनु त नमस्कार गरेको कहाँबाट आयो
कहाँबाट मलाई त्यत्रो गाउँ मायाको लागि जे पनि गरिन्छ नि यहाँ मायालाई साथी एक फेरा दसिदेऊ टाढा टाढा जानु छ साथी एक फेरा हँसिदेऊ छुटिसकेको मायालाई साथी एक फेरा दसिदेऊ यो फुलवारी उजडिएर केही छिन बसेथ्यौ बहानै सही आँखामा आँसु लिएर रोएथ्यौ टाढा टाढा जानु छ साथी कहीं गएर अलमलिएर भुलेर बसोला कहीं गएर अलमलिएर भुलेर बसोला कहिले कहीं सम्झनाए रोएर टाढुला रोएर टाढुला टाढा टाढा जानु छ साथी एक फेरा हाँसिदेऊ छुटिसकेको मायालाई अनि म यहाँदेखि अब समयहरू पाइएन त्यही पनि दिवसलाई मेरो साथी स्कुलदेखि साथीहरू सानो दिदीको अनि तारस दाई अनि रूपेश पर्वल जो हाम्रो असिस्टेन्ट सिनेमाटोग्राफर अनि त्यसपछि अरू सबै साथीहरू सन्तोष दाई हुनुहुन्थ्यो अब हाम्रो इन्द्र क्याटेगोरी नितेश दाई सम्पूर्ण सबैलाई यहाँदेखि सम्झिन चाहन्छु। इन्द्रदेव रिसाए जस्तो छ फिल्म रिलिज भएर यहाँ दत्यात्रमा यस्तो मौसम छ है साथीहरू इन्द्रदेव रिसाइसकेको अवस्था अनि सबभन्दा धेरै मजा आएको कहिले भन्दाखेरि त्यो एकदम फ्लर्टेसियस लाइन थियो नि त्यतिखेर ओहो सुदनले यस्तो फ्लर्ट गरेको सिम्पल फ्लर्ट कस्तो राम्रो थियो होइन कति गाह्रो भएको चिसो भनेको त्यो सुसाइडवाला कुरामा थियो सबैभन्दा चिसो लागेको आज हामी यहाँ छौँ सचिन सरसँग हामी धेरै पछि जम्मा छौँ अब कति बेर पर्छ थाहा छैन बाई बाई।